छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले परेर कस्तो देखिरहेछ मम्मीलाई फुल मन परेर फोटो खिच्नु मन परेको यहाँ नौ कि 12 बजी फुल्ने फुल हो क्या माइती घर माइती घर माइती घर एउटा बाटो बुढो मस्त सुतिरह काले त्यहाँ मस्त सुतिरह खैली यहाँ मस्त सुतिरह अर्को चाहिँ कहाँ गयो पनि खैली सिट गरेर बस सुत आजको हाम्रो तरकारी चाहिँ फर्सी अनि फर्सी र क्यानफिस हो एकै ठाउँमा राखेर बनाउन लागेको सबै बसिरहेको छ बच्चा पाउनलाई पर्यो कस्तो माला बनाइदिएको मैले गरेको जस्तो हेलो गुड मर्निङ सेवा नमस्कार म सन्ध्या मुकारुङ तर्फबाट रहोल मुकारुङ फ्यामिलीको तर्फबाट फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहे मुकारुङ युट्युब च्यानल मुकारुङ फ्यामिली युट्युब च्यानलमा आई होप हजुरहरू एकदम आरामको सलै हुनुहुन्छ भनेर र हामी पनि एकदम आरामको सल फुड एन्ड फाइन छौँ सो आज चाहिँ बिहान रेडी भएर यहाँ हामी चाहिँ ठुलो कान्छी माइजूलाई भेट्न जाँदैछौँ अनि त्यहाँ गएर फर्किने भन्ने कुरा छ ठुलो कान्छी माइजी चाहिँ अलिकति सन्चो हुनुहुन्न अरे सो अस्तिदेखि भेट्न जाने भनेको गएको थिएनौँ र आज चाहिँ फाइनली हामी जान लागेका छौँ सो जान लागेको रेडी भइसकेको छौँ अब पनि रेडी भइसक्नु भयो म चाहिँ यहाँनिर मेरो अलिकति खाजा खानुपर्ने भयो त्यही भएर खाँदै भिडियो बनाउँदैछु किप वाचिङ अनि कस्तो लाग्छ कमेन्ट गरेर बिर्सिनु होला भन्दै चाहिँ आजको दिनचर्या सुरु गरौँ लेट्स गो हेभ अ गुड डे मम्मी चाहिँ यसरी रेडी भइसक्नु भएको छ चुटिक्क पढेर आमा सुन्दरी भएर गुड मर्निङ शुभ दिन ल हेर्नुहोस् है नक्कली भएर आमा छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले छोरी झुमाउन झिल्के ड्राइभरले आमा भन छोरी छोरी भन्दा आमा तरुनी लिपस्टिक पाउडरले लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले आमा यतिको चाहिँ हुनु पर्यो ल बिहानीमा माइन्ड फ्रेस ल मम्मी चाहिँ अब झोली तुम्री कसिसक्नु भयो आफ्नो चाहिँ यहाँ खाजा खानै पर्ने भएर खाँदैछु गाह्रो छ गाह्रो आज अलिकति आई एम नट फिलिङ वेल रुबललाई फोन गरेको चाबी कहाँ छोड्नु अरे ल बाहिर निस्किसक्यौँ मम्मी र म हाम्रो ग्रिन ड्राइभ 1 मिनट देखाएर त आइपुग्दैन कक्रिनु भयो कालो छ यो यहाँ छ त्यो पहिला तेल उछिटिएर भएको कालो दागै लाग्यो मलाई त्यो तपाईँको त यो पो लगाउनु भएछ भनेको काली माता छोरी खै आएन भन्दै नजाने है अघि लाग्छ कति भयो मलाई फोन आयो फोन यो वाला आउँदैन हजुर
हेलो हेलो हजुर हजुर यता बालदा स्कुलबाट भित्र बाउदाले स्कुल बालोदय भन्यो यो चाहिँ आमाको डोल्सीले ल्याइदिएको चिम्टी हो गिफ्ट परबाट घुमाएर ल्याउनु यही बाटो हो परबाट घुमाएर ल्याउनु न ल यहाँपट्टि हाम्रो घरदेखि उतातिर चाहिँ पूजा भइरहेछ के हो यो नारायण नारायण सप्ताह के हो सो गाइज हाम्रो इन्ड्राइभ पनि आइसक्यो अब हामी जान्छौँ ट्युनुङ्स कसरी थाहा पाउनु गिलो छ कि तर छाम्नु इन्डियन त भनिरहेछ त उनीहरूले त्यही त नि इन्डियन त भनिरहेछ त नि नेपाली त पाउनु पर्यो नि अहिले झन् हाम्रो ललितपुरतिर त यस्तो के अरे रुख बिरुवा छ र शीतलै हुन्छ काठमाडौँतिर झन् कस्तो होला भगवान् चाहिँ आइसक्यौँ मामा घर यी जाँदैछौँ अब यसरी 7 तलामाथि जानुपर्छ गाह्रो छ नि मामा घर आउनु पनि आजको मेरो आउटफिट हामी चाहिँ फाइनली माथि पनि आइसक्यौँ कस्तो खराब भएको मम्मी कस्तो राम्रो राम्रो फुल बनाउनु भएको छ माइजूले त ओहो यो फुल त यस्तो फुल रहेछ त आमा हेर्नु त मम्मीलाई भने माइजू होइन यस्तो फुल रहेछ कि यस्तो फुल भनेको वाउ म थाहा नै थिएन कस्तो मिठो फुल रहेछ है यो त यो सेटतिर राम्रो हुन्छ कि हाम्रो यस्तो छैन नि होइन कि यस्तो कति देखेको छु क्या ठाउँमा अरू ठाउँमा तर फुल्दो रहेछ भनेको क्या आमा लिल्ली अस्तिदेखि हामी आउने भनेको यहाँ माइजूलाई भेट्नलाई हामी चाहिँ आउनै पाएको थिएनौँ सो फाइनली आज चाहिँ हाम्रो दिन बन्यो अनि आयौँ अनि यस्तो छ क्या मान्छेको त यहाँ प्लान्ट अब पहिला हामी सानोमा खाना आउँदाखेरि यहाँबाट हेर्थ्यौँ भने मामाले हँसाउनु हुन्थ्यो हामी चाहिँ हड्डी विङ्सहरूको त्यो उयो खाएको हड्डीहरू फ्याँकिदिन्थ्यौँ भनौँ मम्मी चाहिँ यहाँ यस्तो मजाले बनाएर राख्नु भएको मान्छेले ल Dee-dee-dee-t. माथि जाँदैछ ल हाम्रो मामा माइजूको घरको भिजिट गराउनु कस्तो राम्रो फुल्दैको यो पनि यस्तरी फुल्दो रहेछ कस्तो मिठो मग बसाएको यार यस्तरी बनाउनु भएको छ माइजूले चाहिँ तितेपाती पनि रोप्नु भएको छ सिमीहरू ए वाउ यहाँ चाहिँ परेवाहरू पनि आउँदो रहेछ परेवीहरू घडी फुल पहिला त एउटा घडी फुल भन्दै हाम्रो मामा माइजूको घरको त यस्तो छ ठुलो कान्छा मामा माइजूको घरमा त फुलको किसिम त हो भेराइटी त कति हो कति ल देख्न सक्नुहुन्छ ए यहाँ पनि बाथरुम चुक्काको बाथरुम रहेछ म त यता कहिले बसेको थिइनँ सो आज
बसेको यहाँ माथि त आउँदा आउँदै तर यस्तरी चाहिँ मैले कहिले पनि तपाईँहरूलाई एक्सप्लोर गरेको थिइनँ आई मिन होइन यहाँनिर सबै प्लान्टको बिरुवाहरू बनाउनु भएको रहेछ माइजूले यहाँ चाहिँ सानो चुल्हा थियो माइजूहरूकै आगो बाल्ने चुल्हा कस्तो क्युट छ यता चाहिँ तरकारीहरू राख्नु लाउनु हुँदो रहेछ माइजूले रुफ पेन्टी यो चाहिँ हाम्रो गाउँतिर पुरा पहिला त जङ्गलतिर छ्यास पाउँथ्यो है आमामामा कति हाम्रो गाउँतिर पाउने प्लान्टहरू यहाँनिर फुल के हुन्छ नि कति महँगो क्या त्यही पनि यिनीहरू सबै के गाउँतिर छ्यास पाउँथ्यो पहिला यो अहिले त यहाँ त महँगो भेरी भेरी महँगो ए अनि यहाँ हेर्नु यस्तो उहाँले बनाउनु भएको छ माइजूले कति माले यहाँ त गेट बनाउनु भएको छ सबै के बाँधेको यस्तोमा बस्दा पनि पिस फिल हुने कि होइन रमाइलो फिल हुने एक हप्ताभन्दा बेसी भएको नपस्नु भएको भए पनि कस्तो मजाको छ तपाईँको प्लान्टहरू माइजू त्यसको चाहिँ मग बाँच्न आउँदो रहेछ यो के हो है यो के अरे अस्ति नै हामी माथि टेम्केबाट हामी झर्दाखेरि ओह्रालोमा झर्दाखेरि भेटेको थियौँ क्या अनि कान्छी काकी र मैले यो के रहेछ कस्तो मिठो बाँच्न आउने पौरैबाट मग यो सेतो मैले त्यसलाई पनि भिडियो बनाएको कति मिठो बाँच्न हजुर जङ्गलमै हुने फुल हो नि त मिठो बाँच्न आउँछ कि ठ्याक्क हामीले कस्तो भने ठ्याक्क ओह्रालोमा हिँड्दै आउँछ कस्तो मिठो बाँच्न आयो अनि दुई खालको फुल फुलेको थियो पहिलो खालको र अनि यो खालको अनि तर यो रहेछ क्या त मग बसाउने चाहिँ भिडियो बनाएको यहाँ मम्मी चाहिँ आई फोटो खिच्नु लाएर अहिले यहाँ हुँदैन लाइट परेर कस्तो देखिरहेछ मम्मीलाई फुल मन परेर फोटो खिच्नु मन परेको यहाँ लु त्यहाँनिर भिड्नु त चस्मा लाउनु पर्थ्यो लु भयो फोटो पनि खिचिसकेँ मम्मीको माइतमा आएर रमाइरहेको छिन् निकालेको मामा चाहिँ मैले यता चाहिँ मामाको फुल अरे सबै यतातिर फुलबारी हजुर हुन्छ मामाजी यो यहाँ चाहिँ तपाईँको मनपर्ने फुल मात्र अरे होइन यहाँ चाहिँ तपाईँको मात्रै अरे होइन तपाईँलाई मनपर्ने फुल अरे क्या यहाँको चाहिँ माइजूलाई चाहिँ माथि अरे माइजूको चाहिँ होइन हौ राति किरानी भनेको तर्कै हो राति किरानीको ठुलो बोट हुन्छ यो चाहिँ हेर्नु त लहरा टाइप छ नि त यसको सर्ने टाइम कहिले हुन्छ त्यति बेला पो सार्ने हो त अहिले जति बेला त्यति बेला हो त हावा चल्दैछ कस्तो मिठो बाँच्न आयो भने चाहिँ मेरो चाहिँ नाकमा बाँच्नै छैन मिठो बाँच्न आउँछ क्या मैले यो टाइमकेबाट झर्दाखेरि मैले भेट्दाको यो फुल हो मामाजी छ टाइमकेबाट झर्दाखेरि ठ्याक्क भेट्टाएको मैले यो फुल हो मिठो बाँच्न आएको थियो जयफुलको बासना नबोले नि हाँसिराखन माथि हेरेर आउँछु
माथि त्यो पनि कति मजाले भएको त भर्खर सुन्नु सक्छ मम्मी माथि फुल हेर्नु जानु हुँदैछ है म त अघि गएर आइसकेको हस् आइहाल्छु तपाईँको सुरुवाल उड्ला है उडा यो त घरि फुल हो नि मम्मी होइन ठ्याक्क 12 बजी फुल्छ होइन यो त 9 कि 12 बजी फुल्ने फुल हो क्या यो घरि फुल 9 बजी फुल हुन्छ कि 12 बजी फुल हुन्छ यो हो मेरो प्राणभन्दा प्यारो माइती घर माइती घर माइती घर बसन्त बस खोज्छ नयाँ लगाएर प्यारो भन्दा प्यारो माइती घर माइती घर माइती घर म्युजिक हो यो चाहिँ ट्याउ 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 सिमीहरू मजाले भएछ यो यिनीहरू के त हाम्रो गाउँ है उतातिर छ्यास्ती उमा चिसोमा जङ्गलमा अहिले यहाँ भने कति महँगो किन्नुपर्छ हामीले यहाँ काठमाडौँ सहरमा महँगा महँगा खुट्टा कागतीको पात पनि खानु अरे राम्रो हुन्छ अरे गुड फर हेल्थ त्यो पनि फुलेछ रुख भेन्डी दाजु बहिनीको भुइँमा जस्तै नै सकिरहेछ त के फुल पहिलो फुल कसरी राम्रो कस्तो राम्रो मलिलो माटो होला नि त माटो कति राम्रो छ यहाँको फुलको माटो यो गार्डनमा काम गर्ने बहिनीको हात मलिलो रहेछ यो हो मेरो प्राणभन्दा राम्रो यतिको राम्रो उनै गरेको छ नि उसको हातको त हुँदैन ए ऊ माथि डालोहरूमा सबै हजुर ए त फेक पो रहेछ घरमा माथि पुऱ्याइदिनु भन्नु न है फेरि माथि भिजिट गर्न आएको थिएँ मम्मीलाई भिजिट गर्नु भएको थिएन म त अघि भिजिट गरिसकेको थिएँ होइन होइन माथि पुऱ्याइदिनु भन्नु न पैसा पेमेन्ट गरिदियो भयो त अनलाइन